हेलो साथीहरू नमस्कार। आज हामी महाकाली आँखा उपचार केन्द्रमा छौँ। आज हाम्रोमा आँखा जाँच गर्नको लागि हाम्रो फुपू र फुपाजु आउनु भएको थियो। उहाँ हाम्रो नियमित रूपमा हेरिराख्ने फुपू पनि अस्ति पनि आउँछु भन्नुभएको थियो, तर आज एउटा मौकाले चाहिँ आउने यता समय मिलेछ। आएर हामी त धेरै खुसी नै छौँ र हाम्रो काम गराइ कस्तो लाग्यो भनेर सोध्नेछौँ। सर्वप्रथम त म फुपूलाई यो कार्यक्रममा स्वागत गर्छु। धन्यवाद। फुपाजुलाई पनि स्वागत छ। धन्यवाद। अनि फुपू हजुरले आँखा जाँच गर्नुभयो, तर तपाईँको त केही समस्या रहेनछ, एउटा ड्राई आई छ भन्ने भयो। आँखा जाँच गराइ कस्तो लाग्यो हजुरलाई? एकदमै राम्रो लाग्यो। मेरो खासमा समस्या चाहिँ घाममा हेर्न नसकिने, घाममा हेऱ्यो भने आँखा फिरफिर हुने, आँसु नै आउने थियो। आँखा कमजोर छ कि भन्ने लागेको थियो, तर त्यस्तो समस्या देखिएन। अब त्यो आँखा सुक्खा भएको त्यस्तो रहेछ। राम्रो लाग्यो, जसा एकदमै राम्रो लाग्यो। तपाईले औषधि चाहिँ औषधि लाने हो अब, जचाइ एकदम राम्रो लाग्यो, विश्वासिलो लाग्यो। अनि फुपाजुलाई कस्तो लाग्यो? मैले आँखा जाँच गराउनु योभन्दा पहिला पनि 2-3 ठाउँमा चाहिँ आँखा जाँच गराएँ होइन, तर अहिलेसम्म जाँच गराएकोमा मैले यहाँ फरक देखेँ। धेरै राम्रो लाग्यो। मैले आज एउटा त्यही चेन्जेबल ब्लुकटवाला चाहिँ एउटा चस्मा पनि बनाएँ र अरू बाँकी खासै मेरो त्यस्तो पावरमा समस्या देखिएन। आँखा सुक्खाको कुराहरू आइरहेको छन्, त्यसमा मैले अब औषधि चाहिँ लग्छु र एउटा चस्मा पनि बनाइयो। अनि हजुरलाई चाहिँ यो हामीले टोम हार्डीको डबल कोटिङवाला यो लेन्स दियौँ, अहिले तपाईँलाई कस्तो कम्फर्ट फिल भइरहेको? मलाई यो पहिला नर्मल चस्मा भन्दा यो लगाएर हेर्दाखेरि एकदमै कम्फर्टेबल नै भएको छ। पहिलाको भन्दा एकदम मलाई चाहिँ कम्फर्टेबल लागेको महसुस गरिरहेको छु। यो लागु मलाई चाहिँ अहिले 10-15 मिनट मात्रै भयो। अझ म यसलाई चाहिँ महसुस गर्दै जानेछु। हो, अनि तपाईँले चाहिँ जो फ्रेम हेर्नुभयो हाम्रो कलेक्सन, अनि तपाईँलाई जुन मैले दिएँ यो तपाईँलाई बेस्ट हुन्छ भनेर तपाईँले पनि मन पराउनु भयो। यो कतिको हुन्छ? अरू चस्मा पसलमा जाँदा चस्मा यो हेऱ्यो, अर्को हेऱ्यो, अर्को हेऱ्यो हुन्छ, उनीहरूले पनि खासै सहयोग गर्दैनन्। यहाँ मैले गरेको त्यो कस्तो लाग्यो? तपाईँलाई मैले सुरुमा धेरै कुराहरू सोधेन। एउटा विश्वासकै कारणले पनि ब्रान्डहरूकै बारेमा पनि सोधेन। मैले तपाईँले नै चाहिँ आफै चाहिँ यो ब्रान्ड, यो वारेन्टीवाला, यो चाहिँ अर्को विभिन्न किसिमका चाहिँ छरपष्टै चाहिँ बताइदिया भए हुनाले मैले यसमा चाहिँ धेरै कुरा सोधिनँ, तर यसैमा चाहिँ विश्वास गर्यो। यहाँ यस्तो हुँदो रहेछ, ब्रान्डका कुराहरू हुँदो रहेछन्, वारेन्टी कार्डका कुराहरू हुँदो रहेछन् भन्ने कुराहरू चाहिँ यहीँ आएर थाहा पाइयो यो कुरा। ओके, अनि तपाईँलाई फेरि पनि यही आँखा उपचार केन्द्रमा आउनुपर्छ भन्ने त्यस्तो के लागिरहेको छ? एउटा आफन्तको नाताले त आइएला, तर केही युनिक भएन भने त फेरि फर्केर आउनु मन लाग्दैन। त्यस्तो के पाउनुभयो हामीमा कि फेरि पनि फर्केर आउनुपर्छ भन्ने? मलाई चाहिँ सबभन्दा ठुलो विश्वासकै कुरा हो होइन। अब मान्छेले चाहिँ पैसाकै लागि चाहिँ महँगो चिजलाई के अरे सस्तो चिजलाई महँगोमा बेचेको अथवा चाहिँ त्यो किसिमले गरेको पनि देखियो। आँखा उपचार के अरे चेक गराउँदा पनि अब पावरै नहुने चस्माहरूलाई जसलाई पावर लगाउनु पर्ने आवश्यकता छ भनेर पनि लगाएको पनि देखियो। अब हाम्रो म्याडमकै पनि चाहिँ चस्मा लगाउनु पर्दाखेरि 0.5 को चाहिँ चस्मा बनाउनु पर्छ भनेको चाहिँ थियो। हामीले त्यति बेला विश्वास गरेका थिएनौँ। अहिले आएर यहीँ चाहिँ स्पष्ट भयो भनेपछि धेरै कुराहरूको चाहिँ यसरी चाहिँ बाहिर विश्वास नहुँदो रहेछ, झुटा पनि बोल्दा रहेछन्। आफ्नो एउटा व्यापार बिजनेसका लागि चाहिँ जे कुरा पनि बोल्दा रहेछन् भन्ने कुरा चाहिँ मैले चाहिँ यहाँ आएर महसुस चाहिँ गरेँ। अनि तपाईँले के सुझाव दिन चाहनुहुन्छ कि ताकि हामीले भोलिको दिनमा यो व्यवसायमा राम्रो गर्न सकौँ? यो व्यवसायमा सबैका लागि चाहिँ तपाईँले चाहिँ अब त्यत्रो तिलगङ्गा हस्पिटल के अरे आँखा उपचार हस्पिटलै हो, त्यस्तो ठाउँमा काम गरिरहेको, त्यहाँको त्यत्रो अनुभव बटुलेर आउनु भएको छ, त्यत्रो जागिर चाहिँ छोडेर आउनु भएको छ। एउटा चाहिँ व्यापारमा मैले के न के प्रगति गर्छु आफ्नो स्थानीय स्तरमा, आफ्नो ठाउँमा, गाउँमा चाहिँ मैले सेवा दिन सकौँ भनेर आउनु भएको छ। र सेवाग्राहीहरूले पनि तपाईँलाई विश्वास गरेर यसरी नै चाहिँ आउनेछन्, सेवा लिनेछन्। तपाईँहरूले राय परामर्श सल्लाह सुझाव दिनुहुनेछ र तपाईँको व्यापार बिजनेसमा अझै थप उन्नति प्रगति होस् भन्न चाहन्छु मैले। हुन्छ, हस्, धन्यवाद। फेरि पनि आउँदै गर्नु होला, आफ्नो आफन्तलाई पनि भनिदिनु होला है त। एकदम धन्यवाद। हस्, धन्यवाद। धन्यवाद। हामी त आयौँ, हजुरहरूले पनि आउनु होला है, सेवा लिनु होला। हस्, धन्यवाद।